तपाईले के गर्नुभयो के बनाउनु भयो तपाईको बाबुको इतिहास के छ यो देश बनाउने मार्क्सवाद र लेनिनवाद गरुड पुराण भनेर ठग्ने के को राजनीति तपाईको पार्टीको अस्तित्व छ यो देशमा तपाईको चाहिँ के अस्तित्व छ ठगेर खाने अस्तित्व माई खाने अस्तित्व दुनिया एनजिओ र आइएनजिओ खोलेर पछिमा दलालहरूको एनजिओ एमाले दलाल पार्टी हो एमाले म हेर्नु तपाईँ अलि बढी नबोल्नु म त भर्खर जन्मिया छु तपाईँले के गर्नुभयो यो मुलुक यही गर्ने गरी सिपाहीको छोरो तपाईँ जस्तो माग्ने बाहुन हो सराते गरेर काटो खाने बाहुन हो म एमाले नभयो भूमि के को एमाले को एमाले बचायो अहिले नागरिकता विधेयकमा अस्ति 43 जनाले विरोध छ हाम्रो 16 गते विरोध एमसी यहाँ छन् तल्लो सदन र माथिल्लो सदनबाट नागरिकता विधेयक पास भएको छ 274 जना सांसदमा 43 जना उपस्थित छ बाउलाई सिकाउने मुलाहरू बाहिर निस्किनुको अर्थ के हो के नि पर्यो विरोध होइन विरोध हुन्छ 43 जना उपस्थित यहाँ सुन्नु भर्ता बोल्ने होइन मुलुकको प्रतिपक्ष दलले ल्याङल्याङ गरेर होइन हेमबिक्रम सिलवालसँग ल्याङल्याङ गरेर होइन म तपाईँलाई चिन्दिनँ म को यस्तो थाङ्ने बाहुन टपरे बाहुन देश बेचुवा जस्तो लेभल छ त्यस्तै गर्नु मान्छेले आफ्नो जस्तो ब्याकग्राउन्ड छ अहिले गालासाला उड्ने गरी हानिदिन्छु मसँग मेरो लेभल हुने छैन कस्तो लेभल हुने गयो हुन्छ लेभलको कुरा यहाँ बस्नुहोस् न उठ्न पाइदैन नि एमालेलाई गाली गर्नु भनी त ल्याएको यहाँ बस्नु न यहाँ बस्नु तपाईँ यहाँ बस्नुहोस् न इन्डिभिजुअल कुरो म बस्दिन गयो हुन्छ जुन एमालेलाई समान तपाईँ यहाँ बस्नु न कुरा त सुन्नुहोस् तपाईँ तपाईँ मलाई कुट्ने हैन हुन्छ कुट्ने कुरो हामीले लोकतन्त्रमा हैन कुट्ने कुट्ने कुरा गरेँ मैले भन्ने कुरो म बस्दिन मेरो कुरो होइन म बस्दिन तपाईँ गयो हुन्छ तर्क गर्नु तर्क गर्नु न लेभल हुनु पर्यो नि ए लेभल तपाईँ यो मुलुकमा यहाँ बस्नु राम्रो साथी गयो हुन्छ तपाईसँग मेरो कुरो मिल्दैन हैन यहाँ बस्नु न राम्रो साथी मैले बोल्नै नपाउँ तपाईँ मात्र म बोलिया तपाईँ बोलेको कुरा काटेको यहाँ बस्नु न ए राम्रो साथी मेरो पार्टीलाई को अध्यक्षलाई स्तरहीन तरिकाले तपाईँले कस्तो स्तरहीन तर्क राख्नुहोस् न तपाईँ तर्क राख्नु न यहाँ तपाईँको मात्र कुरो हुन्छ होइन म बस्दिनँ ए राम्रो साथी यहाँ बस्नु न तपाईँले मेरो लिनु दिने छ यहाँ बस्नु तर्क गर्नुहोस् तपाईँले अलिक बढी बोल्नु हो क्या कस्तो बढी बोल्यो भने तपाईँले मलाई किन पड्काउनु भयो हैन हैन मैले पड्काएँ त तपाईँलाई पड्काउँछु भन्नुभयो नि त हैन ल भन्ने कुरा छ भन्न त पाइयो नि तर्क राख यहाँ बस्नुहोस् है राम्रो साथी यहाँ बस्नु हिँडेको विक्रम सिलवाल सर रामप्रसाद रिजालजी यहाँ दुवैजनालाई स्टार अनलाइन टिभीको फ्रेममा हार्दिक स्वागत गर्न चाहन्छु नमस्कार धन्यवाद सिलवाल सर नेसनल पिपल्स पार्टी होइन उहाँ केपी ओलीको हनुमान एमाले हनुमान भने अलि शब्द अलिक बढी भयो कि ठिकै छ केपी बा भनेपछि त्यो बा भने चाहिँ हनुमानै पऱ्यो तपाईँहरू मध्ये दुईजना मध्ये कसले देश बनाउने आफ्नो प्रपोजल पेश गर्नु त अब प्रपोजल यस्तो हो नेपाल जस्तो देश चाहिँ के हो भन्दा देश नेपाल चाहिँ एउटा यो कसैले उपहारमा दिएको मुलुक होइन र नेपाल कुन देश चाहिँ उपहारमा दिएको पक्नुहोस् न इजरायल नेपाल साउथ एसियामा जुन हिसाबको हिजो सामरिक अस्तित्वमा रहँदाखेरि पनि यो स्वतन्त्रै राज्य थियो र भोलि पनि स्वतन्त्रै हुने हो तर एउटा कुरो के हो भन्दाखेरि राजनीतिक प्रोपोगन्डा चाहिँ के हो भन्दा सत्तामा पुग्नको लागि राष्ट्रियतालाई कमजोर बनाउने र अन्तर्राष्ट्रिय शक्तिलाई नेपालमा वेलकम गराउने एउटा परिपाटीको चाहिँ हाम्रो विकास भएको हो त्यसमा एमाले अगाडि पछाडि अब तपाईँले समग्र रूपमा भन्नुभयो अब मेरो चाहिँ टोटल विश्लेषण के हो भने जब नेपालको राष्ट्रको विरुद्धमा दिल्लीमा 12 बुँदे समझदारी गरेर आएपछि त्यसमा एमालेको समानता कति छ अब एमाले काङ्ग्रेस माओवादी भनेर छुट्याउनु भने चाहिँ कस्तो भन्दाखेरि एउटा बोडी एमालेको प्रतिनिधि पात्र यहाँ हुनु होइन बोडी भन्ने एउटा रुखमा फल्छ त्यसको त्यो बोडीको बोक्राको चाहिँ तेल आउँछ कतिपय दानाको चाहिँ भित्र गुदीको तेल आउँछ भने बोडी भन्ने जो दाना फल्छ त्यसको चाहिँ बोक्राको तेल आउँछ भित्रको दाना चाहिँ खायो भने आन्द्र पाल परेर मान्छे पनि मर्छ पशु पनि मर्छ खुवाउँदैन भनेको अर्थ के हो भने 12 बुँदे गरेर आउने चाहे त्यो बोक्रो होस् चाहे गुदी होस् त्यो दुइटै खराब हो बुझ्नु भएन जब दिल्लीमा 12 बुँदे समझदारी गरेर आएका पार्टीहरूलाई नेसनल पार्टीले भन्ने कुरा हो 12 बुँदे गरेर आउने कोही राष्ट्रवादी होइनन्
र 12 बुद्धि गरेर हामीले राष्ट्रवादी भन्न राष्ट्रवादी नै सक्छौँ। होइन त एमाले अनि के गर्ने देश बनाउने कुरा अवस्था गरेर हेर्दा नेकपा एमाले जतिको राष्ट्रवादी पार्टी र केपी शर्मा ओली जतिको देखिएन। किनभने हिजो केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपालको चाहिँ के छ भन्दा जुन मिचिएको थियो नि भूमि अहिले कालापानी लिपिले समेटेको चाहिँ राजनीतिक नक्सा चाहिँ जारी भएको छ, चुचे नक्सा जारी भएको छ। संसदबाट भारतीय प्रधानमन्त्रीलाई यसरी फर्काउने नेपालको इतिहासमा अहिलेसम्म जन्मेको छैन। मैले भन्न खोजेको कुरो के हो भने जति नेकपा एमाले हिजो केपी ओली प्रधानमन्त्री भए नाकाबन्दीदेखि अहिलेसम्म हेर्दा उहाँले गरेको हेर्दाखेरि त्यतिको दूरगामी प्रभाव र राष्ट्रियताको लागि राष्ट्रको लागि गर्ने प्रधानमन्त्री अब नेपालले पाउनु गाह्रो छ। त्यस कारणले अबको यो चुनावपछि नेकपा एमाले नेतृत्व गर्छ र केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ। अनि त्यो के हुन्छ त्यो छोडिदिउँ, उहाँको कुरा सहमत हुनुहुन्छ तपाईँ? अब एउटा होइन अब यो एउटा मैले भन्न खोजेको कुरो अहिले जुन गठबन्धन नामका सरकार छ नि यसले त्यो कुरा छोड्नु तपाईँ एमालेको कुरा गर्नु होइन अब नेकपा एमाले राष्ट्रवादी कसरी राष्ट्रवादी भन्ने होइन। अब जुन किसिमको उहाँले चुचे नक्साको कुरा ल्याउनु भयो, एउटा कुरो म अलिकति तपाईँलाई इतिहासमा लैजान्छु। जङ्गबहादुरले ब्रिटिस प्लान्टेटमा महाधवर सिंहको हत्या गर्यो होइन। ब्रिटिसको हत्या गरिसके पछाडि जङ्गबहादुरलाई जबरजस्त ब्रिटिसले स्थापना गर्यो र श्री 3 महाराज क लिन पुगे। अब जङ्गबहादुरलाई ब्रिटिसले प्रयोग गरे बापत के गर्यो त भन्दा नेपालको छेत्री राई लिम्बू यी सेता मगरात भन्छन्, यी सेता मगरातहरूलाई ब्रिटिस लाउरेमा जागिर खुवाउने र भारतमा ब्रिटिस साम्राज्य टिकाउनका लागि जङ्गबहादुरले नेपालका युवाहरू बेचे। त्यो बेचेको बापत अब जङ्गबहादुरको विरुद्ध यो देशका नागरिकहरू लाग्छन् भनेपछि जङ्गबहादुरलाई हिरो बनाउन के गरियो त भने नयाँ मुलुक भनेर बाँके बर्दिया फिर्ता गरियो। टिस्टा काँगडासम्मको मुलुक, सतगजसम्मको मुलुक चाहिँ ब्रिटिसले खाइदियो। अनि त्यसपछि जङ्गबहादुरलाई राष्ट्रवादी बनाउनका लागि बाँके बर्दिया कैलाली कञ्चनपुर फिर्ता गरेर नाटक गरियो। ओलीमा चाहिँ के नाटक गरियो? अब तपाईँको महाकाली सन्धि गरेर गड्डा चौकीमा ल्याएर भारतीय पिलर गाड्ने केपी शर्मा ओली, अनि नौटङ्की लिपुवा धुरा र लिपु लेखको नक्सा जारी गरेर चाहिँ राष्ट्रवादी बने। अब यस्तो उधारो राष्ट्रवादी बनेर बस्नु छ भने त भन्नु केही पनि छैन। केपी ओली नै उधारो राष्ट्रवादीमा आधारित होइन। एउटा कुरो के भने नि सही कुरा गर्नु पर्यो होइन। तर किन भन्दाखेरि स्वास्थ्य लोकप्रिय कमाउनको लागि होइन अब जस्तो काम गरेर नि हुँदैन। अब नक्सा जारी गर्ने तपाईँलाई मैले ल्याउँदै थिएँ, जङ्गबहादुरले नयाँ मुलुक फिर्ता ल्याए। टिस्टादेखि काँगडासम्मको भीमसिंह थापाको हत्या पछाडिको सुगौली सन्धिको पुनरावलोकन नहुँदासम्म होइन, ग्रेटर नेपालको परिभाषामा नजाँदासम्म लिपु लेख र लिपुवाधुरा लेखको कुरा गरेर अल्मलेर यो एउटा माइखाने भाँडो मात्रै हो। अब मेरो कुरो के हो भने तपाईँको जब केपी शर्मा ओली प्रधानमन्त्री भइसकेपछि यो राष्ट्रपति सरकारलाई ढाल्न चाहिँ भारत पनि लाग्यो। जुन कुरो उपेन्द्रले भनिसक्नु भएको छ, मेरो कुरो सुन्नु न त। म पनि लाग्यो, मैले पनि ढाल्दिएँ। मेरो कुरो चाहिँदो कुरो मात्रै गर्नुहोस् न तपाईँ। मेरो कुरो ओली राष्ट्रवादी हुन् कि होइनन् भन्ने कुरो भइरहेको छ। ओली जतिको राष्ट्रपति नेता जन्मेको छैन भने नि अहिले ओली सरकारबाट भारतले हटाइसकेपछि हेर्नु न, यहाँ भ्रष्टाचार बढेको छ, यहाँ सिमाना बिचेको अवस्था छ, नागरिकता विधेयक अब ओलीलाई बनाएको कसले त कट्टु पनि थिएन लाउने राम्रो बनाएको ओलीलाई त भारतले हो नि होइन। कसरी भारत नेपाली जनताको बहुमतले चाहिँ ओली प्रधानमन्त्री हुनु खोजेको कि जनमत जितेर जनताको भोटले जनमतले नेकपा एमाले चाहिँ हिजो तपाईँको सरकारको नेतृत्व गरेर तपाईँ उत्तर दिनुहोस् न के हो? मैले भन्न खोजेको कुरो के छ? निदाएर आउनुभयो चाहिँ के नेकपा एमाले जतिको राष्ट्रपति पार्टी छैन भन्ने कुरो अहिले उत्तर दिनुहोस् न। गठबन्धनबाट देखेको छ। किनभने अहिले भूमि बिचेको अवस्था छ, भ्रष्टाचार बढेको अवस्था छ। तपाईँको अब सरकार जोगाउनको लागि, गठबन्धन जोगाउनको लागि नागरिकता पनि भारतीयलाई दिने कुरो पनि ल्याइसकेको अवस्था छ सजिलो तरिकाले। भने यति मात्र हो नि देश बेच्न पनि अहिलेको सरकार, गठबन्धन सरकार। अब नेकपा एमाले रौन्जेल र नेकपा एमालेको केपी शर्मा ओली नजन्मेको भए नि देशमा यो देश बेचिसक्थ्यो। यो चाहिँ अलिकति बढी होइन, अलिकति बढी भयो होइन। अलिकति बढी देवोको करण गर्न पनि अलि मिलाएर गर्नुपर्छ। ओलीको स्तर के हो भन्नुस् तपाईँ? होइन, केपी शर्मा ओली
केपी शर्मा ओलीलाई केपी शर्मा ओली पनि हिजो चाहिँ मित्र राष्ट्र भारतले गराएको अनि कुरो के हो भन्दाखेरि नेपालको कम्युनिस्टहरूमा जुन हिसाबको उद्देश्यले नागरिकता विधेयक लगायतका कुराहरू पास गर्नका लागि माओवादी भर्सेस एमालेको कार्यगत एकता पनि रहले गराइदिएको जब कम्युनिस्टहरू चाहिँ प्रयोगवादी हुन् त्यो त लेनिनले भनेको छ कमजोर शक्तिलाई साथ लिएर बलियो शक्तिसँग आक्रमण गर्नुपर्छ त्यही भएर बिपी कोइरालाले 36 सालमा फर्केर आएपछि वामपन्थीहरू गए वामपन्थी गएपछि बिपी कोइरालालाई के भने आन्दोलनको नेतृत्व तपाईँले गर्नुहोस् हामी आन्दोलन गर्न तयार छौँ भनेपछि बिपी कोइरालाले के भने प्रजातान्त्रिक शक्तिले प्रयोगवादी शक्तिसँग सहकार्य गरेर प्रजातन्त्र प्राप्ति गर्नुभन्दा बरु पञ्चायती व्यवस्थै रहिरहोस् त्यसमा मलाई आपत्ति छैन भनेर बिपी कोइराला बरु सडिन तयार भए कम्युनिस्टसँग सहकार्य गरेनन् जस्तै भारतमा बासीवाद खुवाएर दिल्लीमा पेटीकोट के अरे सोनिया भाउजूको पेटीकोट लगाएर को भोटो लगाएर जब यहाँ पठाइयो यहाँ पठाइसके पछाडि केपी शर्मा ओली रको डिजाइनमा 2/3 हाराहारीमा पुगे बुझ्नु भएन त्यस पछाडि रको डिजाइनमा 2/3 हाराहारीमा पुगेको केपी ओली तथाकथित लकडाउन भयो लकडाउनमा चाहिँ उनले के गर्न थाले भन्दाखेरि नेपालमा सी विचारधारा पढ्न थाले हैन अनलाइन मार्फत हैन तपाईको चाहिँ सी विचारधारा पढे नेपालमा नेपाली सेनाको अहिलेसम्म मेजर जनरल भन्दा माथिका 48 जना पाउनुस् यहाँ इतिहास यहाँ बढी हैन मसँग गम्भीर सुन्नुस् म यो देश बनाउने सिपाहीको छोरो म तपाईले के बनाउनु भयो तपाईले के गर्नु भयो के बनाउनु भयो तपाईको बाबुको इतिहास के छ यो देश बनाउने तपाईको चाहिँ के छ मार्क्सवाद लेनिनवाद गरुड पुराण भनेर ठग्ने के को राजनीति जस्तो पार्टीलाई तपाईको पार्टीको अस्तित्व छ नि देशमा तपाईको चाहिँ के अस्तित्व छ ठगेर खाने अस्तित्व माई खाने अस्तित्व दुनियाँ एनजिओ र आइएनजिओ खोलेर पछिमा दलालहरू बेचियो एमाले दलाल पार्टी हो एमाले म हेर्नु तपाईँ अलि बढी नबोल्नु पार्टीको अस्तित्वै छैन म त भर्खर जन्मिएको छु तपाईको के छ के गर्नुभयो त्यसको लागि तपाईले के गर्नुभयो यो मुलुक यही गर्नु गरी सिपाहीको छोरो तपाईँ जस्तो माग्ने बाहुन हो सराते गरेर काटो खाने बाहुन हो म एमाले नभयो यो भूमि के को एमाले को एमाले एमाले देशको राष्ट्र बचायो अहिले नागरिकता विधेयकमा अस्ति 43 जनाले विरोध छ हाम्रो 16 गते 16 गते विरोध एमसी यहाँ छन् तल्लो सदनमा माग्लो सदनबाट नागरिकता विधेयक पास भएको छ 274 जना सांसदमा 43 जना उपस्थित छ बाउलाई सिकाउने मुलाहरू बाहिर निस्किनुको अर्थ के हो के नि पर्यो विरोध होइन त्यो विरोध हुन्छ 43 जना उपस्थित यहाँ सुन्नु बढी कुरो गर्ने भर्ता बोल्ने हैन मुलुकको प्रतिपक्ष दलले ल्याङल्याङ गरेर हैन हेमबिग्लम सिलवालसँग ल्याङल्याङ गरेर हैन म तपाईलाई चिन्दिनँ म को यस्तो थाङ्ने बाहुन टपरे बाहुन देश बेचुवा जस्तो लेभल छ त्यस्तै गर्नु मान्छेले आफ्नो जस्तो ब्याकग्राउन्ड छ अहिले गालासाला उड्ने गरी हानिदिन्छु मसँग मेरो लेभल हुने हैन कस्तो लेभल हुने गयो हुन्छ लेभलको कुरा यहाँ बस्नुहोस् न पार्टीको उठ्न पाइदैन नि एमालेलाई गाली गर्नु भनिरा ल्याएको यहाँ बस्नु न यहाँ बस्नु तपाईँ यहाँ बस्नुहोस् न इन्डिभिजुअल कुरो म बस्दिन गयो हुन्छ जुन एमालेलाई समान तपाईँ यहाँ बस्नु न कुरा त सुन्नुहोस् तपाईँ तपाईँ मलाई कुट्ने हैन हुन्छ कुट्ने कुरो हामीले लोकतन्त्रमा हैन कुट्ने कुट्ने कुरा गरेँ मैले भन्ने कुरो म बस्दिन मेरो कुरो होइन म बस्दिन तपाईँ गयो हुन्छ तर्क गर्नु तर्क गर्नु न लेभल हुनु पर्यो नि ए लेभल तपाईँ यो मुलुकमा यहाँ बस्नु राम्रो साथी गयो हुन्छ तपाईसँग मेरो कुरो मिल्दैन हैन यहाँ बस्नु न राम्रो साथी मैले बोल्नै नपाउँ तपाईँ मात्र म बोलिया तपाईँ बोलेको कुरा काटेको यहाँ बस्नु न ए राम्रो साथी मेरो पार्टीलाई को अध्यक्षलाई स्तरहीन तरिकाले तपाईँले कस्तो स्तरहीन तर्क राख्नुहोस् न तपाईँ तर्क राख्नु न यहाँ तपाईँको मात्र कुरो हुन्छ होइन म बस्दिनँ ए राम्रो साथी यहाँ बस्नु न तपाईँहरू मेरो लिनु दिने छ यहाँ बस्नु तर्क गर्नुहोस् तपाईँले अलिक बढी बोल्नु हो क्या कस्तो बढी बोल्यो भने तपाईँले मलाई किन पड्काउनु पर्ने हैन हैन मैले पड्काएँ त तपाईँलाई पड्काउँछु भन्नुभयो नि त हैन ल भन्ने कुरा छ भन्न त पाइयो नि तर्क राख यहाँ बस्नुहोस् है राम्रो साथी यहाँ बस्नुहोस् म बस्दिनँ म हिँडेको